एक वर्षको प्रवासको लागि पूर्वोत्तरीय भाग मगध खण्ड जस्तै नेपाल भनेर चिनिन्छ। राजा विराटको दरबार विराट नगरमा पाण्डवहरू बसेका थिए। त्यही बेलामा सेनाले विराट हुनाले भगवान शिवको जटाद्वारा पर्जन्यास्त्र नाम गरेको पानी निकालेर गाईलाई भएको र पशुपतिनाथको स्थापना गरेको पवित्र भूमिलाई अर्जुन राजाले धाम भनेर भन्ने गरिन्छ। र यो पवित्र धाममा देश विदेशबाट धार्मिक एवं पर्यटकहरूको उल्लेखनीय संख्यामा यहाँ उपस्थिति हुने गर्छ। र यो अर्जुन जलेश्वर धाम केवल एउटा सामान्य धार्मिक क्रियाकलाप मात्र नभएर पर्यटनको रूपमा पनि यसलाई विकास र विस्तार गर्नको लागि अर्जुन जलेश्वर धामले यो गुरु योजना निर्माण गरेको छ। र यो गुरु योजना अन्तर्गतका थुप्रै कामहरू यहाँ गर्न बाँकी छन्। हामीले अर्जुन जलेश्वर धामबाट बगेको 5 वटा धाराबाट बारबार बगिरहेको जललाई कैलाश घाटमा लगेर त्यहाँ दाह संस्कार गर्ने एउटा घाटको निर्माण गर्ने र यो जललाई त्यहाँ पुर्याएर चिता पखाल्ने यो हाम्रो गुरु योजनाभित्र रहेको छ। यसरी नै देश विदेशबाट आउने लाखौं भक्तजनहरू एक रात यो ठाउँमा बसेर झापा मोरङ सुनसरीका क्षेत्रहरूमा चाहिँ यहाँका विभिन्न दृश्यहरूलाई अवलोकन गरेर ती पर्यटकहरू जान चाहन्छन्। तिनीहरूको लागि राम्रो विश्रामालयको भवन छैन र हामीले यहाँ त्यो विश्राम अतिथि गृह निर्माण गर्नको लागि नेपाल सरकारमा यो गुरु योजना अन्तर्गतको यो हामीले योजना पनि माथि पठाइसकेका छौँ। यसको लागि पनि अथक प्रयास र पहल माननीयज्यूबाट हुन्छ भन्ने आशा र अपेक्षा राखेका छौँ। यहाँ गाईहरू छन्, गुरुकुलहरू छ, यहाँ विद्यालयहरू हामीले पढाइरहेका छौँ। अर्जुन जलेश्वर धाममा 2041 सालदेखि यो राजनीतिक क्रममा पछि छुवाछुतको कुराहरू उठौला। अर्जुन जलेश्वर धामले एउटा गुरुकुल सञ्चालन गरौँ, यहाँ अर्को सबै जातिहरूले विद्यार्थीलाई पढाउनुपर्छ, संस्कृतको शिक्षा पढ्न चाहनेहरूलाई भनेर 2041 सालमा अर्जुन संस्कृत आदर्श मावि स्थापना गरेर त्यहाँ म गरेका छौँ। र यो मन्दिरभित्र यहाँ जो हर कोही आए पनि यहाँ कसैलाई भित्र जाने आउने त्यस्तो खालको भेदभाव कहिल्यै भएको छैन। 2023 सालदेखि जतिखेर यो मन्दिर स्थापना भयो त्यहाँदेखि वर्तमानसम्म मानव कल्याणको लागि स्थापना भएको यो धाम भएको कारणले सबैलाई यहाँ दर्शन र पूजा आजा गर्ने अधिकार बराबर भएको छ। र यसका साथसाथै यो धामको क्षेत्रफल 5.5 बिघा रहेको छ। थुप्रै विकास निर्माणका कार्यहरू यो धामबाट गर्नुपर्नेछ। केही रकमहरू प्रदेशबाट भर्खरै आएर हामीले यहाँ एउटा भवन सामान्य एउटा भवनको चाहिँ पुनर्निर्माण कार्य भइरहेको छ भने अब सबैभन्दा ठुलो खड्केको हाम्रो यो गुरु योजना अन्तर्गतको यो एउटा विश्रामालय अतिथि गृह निर्माण हुन सक्यो भने कमसेकम 200-400 बाह्य पर्यटकहरू आएर यहाँ बसेर यहाँ वरिपरिका सबै धार्मिक र पर्यटकीय तीर्थस्थलहरू घुमेर जान सक्नुहुने थियो भन्ने एउटा आशाका साथ आज हामीले मान्यज्यूलाई पाएका छौँ। र सर्वप्रथम धाम कोषाध्यक्षज्यू महासचिवज्यूलाई धामको स्मारिका मान्यज्यूलाई हस्तान्तरण गरिदिनु हुन म अनुरोध गर्दछु। दर्ता नम्बर यतिमा चाहिँ हामीले पेश गरेको छौँ। हजुरले चाहिँ त्यहाँ सदनमा र मन्त्रीज्यूसँग यो चिजलाई पहल गरिदिनुहुन्छ भने धेरै धेरै इतिहासहरू छ, यो सबै यहाँभित्रै छ। यो त हजुरले अब पहल गरिदिनु पर्यो। यो दर्ता पर्यटन मन्त्रीज्यूसँग उहाँले अध्ययन सबै गरिसक्नु भएको। अन्त्यमा अति व्यस्त समय छ उहाँको आज कार्यक्रम पनि छ, हामीलाई थाहा छ। 2 शब्द राखिदिनु हुन यो धामप्रति राखिदिनु हुन म अनुरोध गर्दछु। मलाई थाहा पनि थिएन फेरि यो पूर्वको पशुपतिनाथ भनेर चाहिँ स्थापना भएको रहेछ। अहिले भर्खर तपाईँ र यसको लागि यो तपाईँले बनाउनु भएको दर्ता गरिसक्नु भएको कुरा यसलाई फलोअप गर्ने काम म गर्दैछु र सबैजनालाई यो राम्रो ठाउँ मलाई अघि मैले एउटा बाण हालेर पानी निकालेको भन्ने कुरा रहेछ। त्यहाँ त्यो प्रतिमा पनि देखेँ मैले, एउटा फोटो पनि खिचेँ। सबैजना भिजिट गर्न आउनु होला, म चाहिँ त्यो भन्न चाहन्छु। र
र यहाँले गर्नुभएको स्वागत सम्मानका लागि सबैजनालाई हाम्रो केशव सर लगायत सबैजना सरहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। नमस्ते।